नमस्कार, वेलकम टु माई च्यानल। आजको यस भिडियोमा हामी संयुक्त राष्ट्र सङ्घद्वारा स्थापित संस्थाहरूको बारेमा बुझ्न गइरहेका छौँ। यस भिडियोमा हामी संयुक्त राष्ट्र सङ्घका 15वटा संस्थाहरूको बारेमा बुझ्न गइरहेका छौँ। यस भिडियोमा मैले संस्थाहरूको लोगो दिएको छु, जुन परीक्षामा लोगो दिएर नाम सोध्ने वा नाम दिएर लोगो कोर्न पनि आउन सक्दछ। त्यसैले यस विषयलाई विशेष ध्यान दिनुहोला। हाम्रो पहिलो सङ्गठन छ अन्तर्राष्ट्रिय श्रम सङ्गठन। यसले आफ्नो नामले नै आफ्नो कामको परिचय दिइसकेको छ। यसले अन्तर्राष्ट्रिय श्रमिक अधिकारको प्रवर्धन गर्ने काम गर्दछ र श्रमिकहरूलाई 8 घण्टा आराम, 8 घण्टा काम र 8 घण्टा मनोरञ्जनको व्यवस्था गर्दछ। यसको स्थापना अप्रिल 11, 1919 मा भएको हो। यसको मुख्य ठाउँ चाहिँ जेनेभाको स्विजरल्यान्डमा रहेको छ। हाम्रो दोस्रो सङ्गठन रहेको छ कृषि तथा खाद्य सङ्गठन। यसको स्थापना अक्टोबर 16, 1945 मा भएको हो। यसको मुख्य कार्यालय रोमको इटालीमा रहेको छ। यसको मुख्य काम चाहिँ भोकमरी विरुद्ध लड्ने र मानिसहरूलाई भोकमरीबाट बचाउने हो। हाम्रो अर्को सङ्गठन रहेको छ विश्व स्वास्थ्य सङ्गठन। यसको स्थापना अप्रिल 7, 1948 मा भएको हो। यसको मुख्य कार्यालय पनि जेनेभाको स्विजरल्यान्डमा रहेको छ। यसको मुख्य कार्य भनेको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। हाम्रो अर्को सङ्गठन रहेको छ युनेस्को, जसको पुरा रूप हो संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन। यसको स्थापना 16 नोभेम्बर 1945 मा भएको हो। यसको मुख्य कार्यालय चाहिँ पेरिसको फ्रान्समा रहेको छ। यसको मुख्य काम भनेको सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हो र दिगो शान्ति सुरक्षाको लागि प्रेरित गर्नु पनि हो। हाम्रो अर्को सङ्गठन रहेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष। यसको स्थापना 27 डिसेम्बर 1945 मा भएको हो। यसको मुख्य कार्यालय चाहिँ वासिङटन डिसीको अमेरिकामा रहेको छ। यसले चाहिँ युएनओको सदस्य राष्ट्रहरूलाई ऋण लिने दिने कार्य गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ अन्तर्राष्ट्रिय कृषि विकास कोष। यसको स्थापना डिसेम्बर 1977 मा भएको हो। यसको मुख्य ठाउँ चाहिँ रोमको इटालीमा रहेको छ। यसको मुख्य काम भनेको ग्रामीण गरिब निवारणलाई प्राथमिकता दिनु हो। हाम्रो अर्को सङ्गठन रहेको छ विश्व बैंक सङ्गठन। यसको स्थापना 8 जुलाई 1944 मा भएको हो। यसको मुख्य कार्यालय वासिङटन डिसीको अमेरिकामै रहेको छ। यसले चाहिँ विकासमा पछाडि परेका राष्ट्रहरूलाई शिक्षा, स्वास्थ्य प्राप्त गराइदिने हो। हाम्रो अर्को सङ्गठन रहेको छ सामुद्रिक सङ्गठन। यसको स्थापना 17 मार्च 1948 मा भएको हो। यसको मुख्य ठाउँ लन्डनको बेलायतमा रहेको छ। यसको मुख्य कार्य भनेको यसले समुद्रमा चलिरहेको जहाजहरूको लागि नीति नियम बनाउने गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ विश्व मौसम विज्ञान सङ्गठन। यसको स्थापना 23 मार्च 1950 मा भएको हो। यसको मुख्यालय पनि जेनेभाको स्विजरल्यान्डमै रहेको छ। यसले चाहिँ मौसमसँग सम्बन्धित तथ्याङ्कहरू आधार तयार पार्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ विश्व बौद्धिक सम्पत्ति सङ्गठन। यसको स्थापना जुलाई 14, 1967 मा भएको हो। यसको मुख्य कार्यालय पनि जेनेभाको स्विजरल्यान्डमै रहेको छ। चाहिँ बौद्धिक सम्पत्तिको संरक्षण गर्ने गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ अन्तर्राष्ट्रिय नागरिक उद्यम सङ्गठन। यसको स्थापना 4 अप्रिल 1947 मा भएको हो। यसको मुख्य ठाउँ चाहिँ मोन्ट्रियलको क्यानाडामा रहेको छ। यसले चाहिँ हवाई उडान सम्बन्धित नीति नियम बनाउने गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ धुरी सञ्चार सङ्घ। यसको स्थापना 17 मे 1865 मा भएको हो। यसको मुख्य ठाउँ चाहिँ जेनेभाको स्विजरल्यान्डमै रहेको छ। यसले चाहिँ धुरी सञ्चारको विकास र विस्तारका लागि काम गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ संयुक्त राष्ट्र सङ्घीय औद्योगिक विकास सङ्गठन। यसको स्थापना 17 नोभेम्बर 1966 मा भएको हो। यसको मुख्य ठाउँ चाहिँ भियेनाको अस्ट्रियामा रहेको छ। यसले चाहिँ गरिबी निवारण, दिगो वातावरण अवस्था जस्ता विषयहरूलाई विशेष ध्यान दिने गर्दछ। हाम्रो अर्को सङ्गठन रहेको छ अन्तर्राष्ट्रिय हुलाक सङ्गठन। यसको स्थापना 9 अक्टोबर 1874 मा भएको हो। यसको मुख्य कार्यालय वार्नाको स्विजरल्यान्डमै रहेको छ। यसले चाहिँ हुलाक सेवाको विकास र विस्तारमा जोड दिन्छ। हाम्रो यस भिडियोको अन्तिम सङ्गठन रहेको छ विश्व पर्यटक सङ्गठन।
यसको स्थापना 1 नोभेम्बर 1975 भएको हो। यसको मुख्य ठाउँ मेडिनको स्पेनमा रहेको छ। यसले चाहिँ पर्यटकको हक हितमा कार्य गर्दछ। मलाई आशा छ कि तपाईहरूले संयुक्त राष्ट्र सङ्घका यी 15वटा सङ्गठन बुझिसक्नु भयो होला। संयुक्त राष्ट्र सङ्घ अन्य अझै पनि सङ्गठन छ, तर मैले यस भिडियोमा 15वटा मात्र भनेको छु। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।